भव्य 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 हुनेवाला छ। तुलसीपुर हजुर भलक हो भलक। हजुर हजुर कालो आउनु अब कालो अलि यता आउनुहोस्। प्याक रहेछ चुरी दुधमा आउँदै बसेँ हा भन्दा ओ हाई 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 यो हाई कति लाग्छ भने 100 रुपियाँ हो। 100 रुपियाँ कहाँसम्म आउनुहुन्छ? फाइनली गाइजहरु वेलकम टु ब्याक न्यू भिडियो र स्वागत छ तपाईहरुलाई आजको भिडियोमा। आज चाहिँ हामी दिवाली विशेष हाम्रो कार्यक्रम छ। आज चाहिँ हामी अब तुलसीपुर जाँदैछौँ। भव्य हुनेवाला छ। एकचोटि भन न बाबु। म पनि जाने फेरि सुरज पनि जाने भन्ने मन गरे हा। अब तयार भएँ मैले ढोका लाउँदैछु। अब हाम्रो साइकल आज हामी अब अटोमा जान्छौँ। अब हाम्रो सुरज सुवेदी लाउँछ है। ढोका लाउन नि गाह्रो छ कि यार। अब कसरी लान्छ है हेर्नुहोस् है त। हेर्नुहोस् मजासँग हेर्नुहोस् है। काख्रो छ के ढोका फेरि। वाउ कङ्ग्रेचुलेसन सुरज सुवेदी कङ्ग्रेचुलेसन। ल हाम्रो सुरज सुवेदी त लागिसक्यो। हामी यहाँ तल त्यहाँ तल जान्छौँ। त्यो बाटोमा त्यताबाट चाहिँ अटो लाग्छ है साथीहरू। त्यहाँसम्म चाहिँ हामी लेखेर हिँड्दै जान्छौँ। अब हामी यहाँ चाहिँ हामी लाग्दैछौँ है साथीहरू। सर्र पारेर अब अटो हुन्छ। हिँड्दै जाने कि अटोमा जाने कुरो अटो पाइयो मात्र हिँड्दै। बाख्राहरू ट्याक्क बाख्राहरू छन्। पारी बस्नु तुलसीपुर हजुर भलक हो भलक। हजुर दिवाली छ कि साइलाबा मैलाबाहरूको। हजुर हजुर हामी 19 दिन आउँछौँ। ल तपाईँहरू पनि आउनुभयो है। हाम्रो उठ्नुहोस् न यसो। हेलो हेलो हजुर हजुर कालो आउनु अब कालो अलि यता आउनुहोस्। वाउ हुन्छ बाख्राहरू ट्याक्कै यतातिर छन् है। अब हामी हिँड्दैछौँ सर्र साथीहरू। हेलो सुरज सुवेदीजी फाइनली गाइजहरू अब हाम्रो अटो आउँछ ट्याक्क होइन। पहिलो अटोमा चढ्दैन हामीले भलक गराउँदै हामी प्यारिसमा जाने भन्ने हाम्रो सोच छ र अब के हुन्छ। अब चाहिँ हाम्रो अटो नआए पनि हामीलाई फाइदै हुन्थ्यो है गाइजहरू। अब आज चाहिँ हामी फ्रिली पारामा जानेवाला छौँ। फ्रिलीवाला पारामा आज चाहिँ सायद हामी घोरैसम्म चाहिँ हिँड्दै पनि जान्छौँ होला। जान्छौँ नि हिँड्दै गएपछि मजासँग हामीले भलक गराउँदै जानु पाउँछ। मात्र अटोमा अन्त ठ्याक्क अटाल लगिदिइहाल्छ। अनि अटाल लग्यो भने फेरि त्यो हुनाले आज चाहिँ हाम्रो हिँड्ने कार्यक्रम भन्ने हामीले सोचेको छौँ। सो गाइजहरू यतातिरको सिन पनि देख्न सक्नुहुन्छ तपाईँहरू ट्याक्क पारेर है। अब यतातिर यहाँ चाहिँ हाम्रो बाख्राहरू चोरिरहेको छन् ट्याक्क। स्कुटरहरू पनि हान्छन् होइन। यो चाहिँ रामपुरको मेन बाटो हो गाइजहरू। यहाँ बाटो चाहिँ खतरा पिच भएको छ। अटो त आइहाल्यो तर हामी अब अटोमा चढ्छ नि चढ्दैन भन्ने हामीलाई थाहा छैन। सकेसम्म लाग्यो त्यो अटोमा हामी चढ्दैन। अब अटो आयो भने हाम्रो भलक चाहिँ यहाँदेखि अलिकति सर्ट हुनेवाला गाइजहरू। अटो चाहिँ आयो र रे ट्याक्छ अरे ठिक छ। हाम्रो रोक्नेमा पनि थिएन प्याकै रहेछ। रोक्दामी रोकेर ठिकै गरेर अब यस पछाडिको भनेपछि हामी अटोमा चढ्छौँ है। यस पछाडि ल यसपछिको चाहिँ हामी चढ्छौँ। यो चाहिँ हाम्रो सुरुको पोइन्ट हो। सो अब हामी चाहिँ तपाईँहरूलाई ट्याक्क हाम्रो दिवालीको पुरा खतरा लाइभ पनि हामीलाई देखाउनेवाला छौँ। वाउ आज बिन्दास मजा परेको यार साथीहरू। तेरे बिना मैं न रहे मेरे बिना तू करे ना के किते मुझे नजरे से। अटो आएन त यार। अब सर्र होइन अस्ति पनि मैले तपाईँहरू देखाएको थिएँ नि। यो बाटो चाहिँ अस्तिकै बाटो हो। बाटो अलिअलि पनि चेन्ज भएको छैन। सो त्यो भएको हुनाले चाहिँ तपाईँहरू देख्न सक्नुहुनेवाला छ साथीहरू। हामीले अटोमा बसिसक्यो। अटो लास्टमा प्याक रहेछ। चुरी दुधमा आउँदै बसेँ हा भन्दा साथीहरू। अब चाहिँ तपाईँहरूले सिट देख्न सक्नुहुन्छ। हाम्रो यो रोसुको डिस्ट्रिक्ट हो। साइकलमा गाह्रो मस्त
साथीहरू अब चौकेराको दृश्य देख्दै हुनुहुन्छ गाइजहरू। कति पेल्छन् यो जिप्परले, साइकललाई मात्र पेल्छन् भने त अटोलाई पनि पेल्ने रहेछ नि। अरे सक्दासम्म पेल्ने हो। हामी चाहिँ अब चौकेरातिर आइसक्यौँ। हामी चाहिँ यतै झर्छौँ। अब यहाँ अगाडि ट्राफिक पनि छ सो गाइजहरू, त्यो भएको हुनाले चाहिँ छैन 10 रुपियाँ ल आइज। फाइनली साथीहरू हामी चाहिँ अब हिँडिसकियो गाइजहरू होइन। अब यहाँदेखि ट्राफिक चौकदेखि चाहिँ हामी ठ्याक्क हिँड्दैछौँ सर र तपाईँहरू देख्न सक्नुहुन्छ। ओ माई गड
ट्राफिक चोक आइयो बाफ्रे हामी चढाएको त गयो हामीलाई चाहिँ झार्यो क्या यस्तो याद लङ्गदल त्यसले हामीलाई लङ्गदल लग्थ्यो माथिसम्म यता ट्राफिक कार्यालयको ऊ भयो हुनाले चाहिँ गएको आइसक्नु भएको छ हेलो दाइ हामी